बुढीले नक्कले रहेछ भने करायो भने फेरि तपाईँ त झिल्के रहेछ नि त्यसकालमा त झिल्के हुनुहुन्छ पहिला कस्तो हुनुहुन्थ्यो झन् पहिले त हुन्थ्यो अब त खोइ अब त बुढा भइहाल्छ त्यही त अनि पहिला पहिला तपाईँहरूको जमानामा गीतहरू गाउनुहुन्थ्यो गीत त गाउँछ कस्तो खालको गीत गाउनुहुन्थ्यो नेपाली नेपाली नादिङ खैला ला भन्दैन ल सुनाउनुहोस् त एउटा गीत जिल्गे नाच्दै नाच्दैन जिल्गे त नाच्दै यी नाचेपछि त तोर्दैन उयो त बुढी हाल्छको आएको त पर्छ चम्बाउली आएको त पर्छ यी हामीले लाने त मन थियो हामीले लाने यी नमाने रहेछ तङ्माले नमाने रहेछ यी नमाने रहेछ तङ्माले नमाने रहेछ यी केटी त राम्रो चङ्माको केटी त राम्रो यी ढिँडो त खान्छ भङ्माको ढिँडो त खान्छ यी पोटुको भन्छ जङ्माको पोटुको भन्छ यी रुमाल ओर्छ मुमाको रुमाल ओर्छ उयो त्यो आउँछ यो गीतहरू चाहिँ कुन बेला गाउनुहुन्थ्यो तपाईँहरूले पहिले पहिले है आउँछ थुप्रै वर्ष भयो उहिले उहिले गाउनुहुन्थ्यो उहिले उहिले त्यही गोठमा बस्दा यो सिकाएको हो यो चाहिँ गोठमा अनि घाँस दाउरा गर्दा गाउनुहुन्थ्यो यस्तो गीतहरू अचेल यस्तो गीतहरू छैनन् छैन यो चाहिँ अब क्यासेट बजाउँछ यसोहरू फोपर बजाउँछ केही हुँदैन यो चाहिँ त तपाईँलाई त्यो क्यासेट बजेको उफरहरू बजेको रमाइलो लाग्छ फोपर बजेको त रमाइलो लाग्छ नि के यसरी पहिला तपाईँहरूले गाउनु भएको जस्तो गीतहरू सुन्दा केही हुँदैन पहिले त त्यही बाजा बन्नुहुन्छ टुङ्ना बन्नुहुन्छ अहिले त यो यस्तो मोबाइलबाट राम्रो राम्रो गीत आउँछ नि पहिले त त्यस्तो गीत राम्रो त के आउँथ्यो अहिले त तपाईँलाई पहिलाको भन्दा अहिलेकै गीत मनपर्छ अहिलेको मन पर्यो अब यो मोबाइलबाट राम्रो राम्रो गीत आउँछ अहिलेको तपाईँलाई मनपर्ने गीत तपाईँले सुन्नुभएको कुनै एउटा गीत सुनाउनु न अहिलेको नयाँ गकन पानीमा के हो कि थाहा छैन जिन्दगानीमा कस्तो राम्रो गाउनु भयो तपाईँले तपाईँले त बिए पनि गीत गाएरै गर्नुभयो क्या हो अनि सर अनि त्यही बिहे त अनि गीत गाएर आउँछ नि त्यतिको त कहाँ आउँछ र नि त्यो हो र त्यतिको त कहाँ आउँछ र आइमाई ल्याउनु चाहिँ गीत गाएर पो ल्याउनु पर्छ नि तपाईँले बिहे नै गीत गाएर गर्नुभयो गीत गाएर नि ए ल अब पुरानो तपाईँले बिहे गर्दाखेरि कुन गीत गाएर बिहे गर्नुभयो सुनाउनु त मलाई छाङ्दी चेता चेता चविलामी चेता चविलामी चेताङ्ला भन्छ नि यो भनेको चाहिँ के हो त्यो बेहुली गीत हो ए